हेलो गाइस, नमस्ते। यदि तपाईँ युट्युब चलाउनेको सोचमा हुनुहुन्छ अथवा युट्युब चलाउँदै हुनुहुन्छ, म युट्युबमा के गर्छु, मेहनत गरेर पैसा कमाउँछु भन्ने सोचमा हुनुहुन्छ, तर तपाईँलाई युट्युबको बारेमा नलेज आइडिया के थाहा छैन, युट्युब कसरी ग्रो गर्ने, कन्टेन्ट कहाँबाट ल्याउने, तपाईँको थम्बनेल कसरी बनाउने, अनि ट्यागहरू कसरी कहाँबाट ल्याउने, र तपाईँको यो एसइओ भनेको के हो, युट्युब अल्गोरिथम भनेको के हो, तपाईँले केही नलेज थाहा छैन भने यो भिडियो तपाईँको लागि स्टेप बाई स्टेप सिकाउनेछौँ। स्किप नगरिकन हेर्नु होला है त। मात्र एउटा एप्लिकेसन डाउनलोड गर्नुपर्छ। त्यो एपबाट तपाईँले युट्युबमा चाहिने हरेक चिज सिक्न सकिन्छ। भिडियो अलि लामो हुन सकिन्छ, तर स्टेप बाई स्टेप सिकाउने छु। स्किप नगरिकन हेर्नु होला है त। फर्स्टमा तपाईँ मोबाइलको एप स्टोरमा जानु होला र त्यहाँ गएर तपाईँको भिआइडिआइक्यू भन्ने सर्च गर्नु होला, टाइप गरेर। र सर्च गरेपछि तल भिआइडिआइक्यू फर युट्युब भन्ने एप्लिकेसन आउँछ, त्यो डाउनलोड गर्नु होला है त। त्यहाँ पनि लेखेको छ तपाईँको भिडियो आइडियाज, टाइटल र एसइओ भनेर। ओपन गर्नु होला। ओपन गर्दाखेरि तपाईँको अकाउन्ट छैन भने साइन अप गर्नुपर्छ, अकाउन्ट भनेर लगइन गर्ने। र साइन अप गर्दा नि तपाईँको कन्टिन्यू विथ गुगल भनेर आउँछ, गुगल अकाउन्ट। गुगल अकाउन्टमा कनेक्ट गर्नु होला। अनि यसरी आउँछ इन्टरफेस, र कन्टिन्यू गर्नु होला। कन्टिन्यू विथ गुगल अकाउन्ट गर्नु होला, किनभने हामीले सबै काम गर्ने भनेको गुगल अकाउन्टबाटै हो। अनि यसरी आउँछ, तपाईँको एउटा सेलेक्ट गर्नु होला। वाट विल यु मेक भिडियो अबाउट भन्छ होइन, के बारेमा तपाईँले भिडियो बनाउने भन्छ। एउटा सेलेक्ट गर्नु होला। सेलेक्ट गरेर ओके गर्नु होला। अनि नोटिफिकेसन अन गऱ्यो भने अफ पनि तपाईँको इच्छा है। अनि तपाईँको यस्तो आउँछ, नोटिफिकेसन गर्ने नगर्ने भनेर। अनि तपाईँको यो चाहिँ कहाँबाट पायो, तपाईँले कसरी थाहा भयो भन्ने आउँछ होइन। एउटा सेलेक्ट गर्नु होला, अनि त्यसपछि अगाडि बढ्नु होला। र यस्तो मेम्बरसिपको आउँछ, तर हामीले स्किप गर्नु होला। र तपाईँले त्यहाँ पनि सोध्न सकिन्छ तपाईँको किन चाहिँ युट्युब खोल्न चाहनुहुन्छ, युट्युबमा के गर्न चाहनुहुन्छ, र युट्युबमा तपाईँले कति टाइम स्पेन्ड गर्न सक्नुहुन्छ, त्यस्तो यस्तो क्वेसन सोधिन्छ। त्यो तपाईँले एन्सर दिनु होला। एन्सर दिएपछि ठ्याक्कै यसरी जान्छ, ओपन हुन्छ। ओपन भएर तपाईँले यहाँ देख्न सक्नुहुन्छ माथि डेली टास्क छ होइन, तपाईँको एचिभ गोल छ होइन। एचिभ गोलमा तपाईँले कन्टिन्यू गर्नु होला। नेक्स्ट गर्दाखेरि यहाँ तपाईँले आफ्नो गोल पनि राख्न सक्नुहुन्छ। र अलिकति तल गएपछि तपाईँको आइडियाहरू दिन्छ, यसले क्विजहरू दिन्छ होइन। अनि अलि तल गएपछि तपाईँको हाउ द युट्युब अल्गोरिजम वर्क भनेर आउँछ होइन, कसरी चाहिँ युट्युबको अल्गोरिजमले काम गर्छ भनेर आउँछ। हामी त्यहाँभित्र छिर्यो भने तपाईँले सबै यहाँ सिकाउँछ है त। त्यहाँबाट भने मजाले पढ्नु होला। यहाँ हरेक चिज सिकाउँछ, यो आइडियाहरू कसरी चाहिँ युट्युबले तपाईँको युट्युब ग्रो गर्छ होइन, सब्सक्राइबर कसरी बढाउँछ, हरेक चिज सिकाउँछ। यहाँ आफूले एन्सर पनि दिनुपर्छ। बेस्ड अन योर एक्सपिरियन्स विथ युट्युब, वाट डु यु थिङ्क इज द प्राइमेरी गोल अफ द अल्गोरिजम भनेको छ होइन। अनि तल छ टु डिटरमाइन वेयर टु डिस्प्ले भिडियो अन युट्युब टु गेट मोर भ्युज अन योर मोर भ्यू भिडियो। यहाँ चाहिँ हामीले होइन टु गेट मोर सब्सक्राइबर, हामीले चाहिँ यहाँ यसको एन्सर चाहिँ के भने टु डिटरमाइन वाट भिडियो अफ भ्युअर वान्ट टु सी। यस्तै यस्तै यहाँ क्वेसनहरू सोधिन्छ होइन, पढेर दिने होला, मजाले सिकाउँछ। यदि मिलेन भने नि तल सिकाउँछ, त्यो गर्नु होला। हामी चाहिँ अनि अर्को सिकाउँ है त।
अनि तल गएपछि एउटा तपाईँले फर्स्टमा होइन थम्बनेल थम्बनेल भनेको के हो भन्दाखेरि थम्बनेल भनेको हामीले अगाडि राख्ने आई एपेलिङको लागि होइन फर्स्ट अट्र्याक्सन भनेको मान्छेको के हुन्छ भने युट्युबमा अगाडिको पिक्चर हुनुहुन्छ नि लेखेको हाइटलाइट त्यो युट्युबमा हेर्ने बित्तिकै ठ्याक्क आउँछ नि डिस्प्लेमा हो त्योलाई चाहिँ थम्बनेल भन्छ। त्यो थम्बनेल चाहिँ तपाईँले जति राम्रो बनायो त्यो अनुसार मान्छेले हेर्छ नि त फर्स्ट अट्र्याक्सन नै राम्रो भन्यो हो कस्तो होला है यो खतरा छ कि भनेर हेर्छ नि हो त्यो चाहिँ तपाईँले बनाउन आएन भने यहाँबाट सिकाउँछ कि तपाईँले यहाँ थम्बनेलमा जानु होला र तपाईँको यहाँ एड सब्जेक्ट भन्दा तपाईँको उहरू के भन्छ फोटोहरू हाल्नु भयो भने हुन्छ नभए एड अ भिडियो भिडियोमा क्लिक गर्नु होला भिडियोमा क्लिक गरेर तपाईँको एउटा भिडियो छान्नु होला होइन छानेर तपाईँले त्यहाँ डिस्क्राइब योर थम्बनेल आइडिया भन्ने छ होइन त्यहाँ चाहिँ तपाईँले के लेख्न चाहनुहुन्छ त त्यो डिस्क्राइब गर्ने होइन अनि लेख्ने लेखेर यहाँ ओके गरेपछि त्यो अनुसारको तपाईँको त्यसले बनाइदिन्छ यस्तो चाहिँ बनायो भने अलि अट्र्याक्सन बढ्छ भनेर बनाइदिन्छ है त आइडिया दिन्छ मेन तपाईँ पनि यहाँ यसरी गर्न सक्नुहुन्छ यो गरेर तपाईँले यदि आएन भने यहाँ आएर तपाईँको एउटा फोटो अथवा भिडियो जुन भिडियो हाल्न चाहनुहुन्छ त्यो भिडियो राख्नु होला र तपाईँले डिस्क्राइब गर्नु होला के लेख्ने त त्यहाँ भनेर डिस्क्राइब गर्नु होला डिस्क्राइब गरेर तपाईँको यो कहिले क्रिएटिङ भइरहेछ बनाइरहेछ होइन बनाएपछि तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ है त थम्बनेल पछि यता छ अर्को अप्टिमाइज भन्ने अप्टिमाइजमा चाहिँ तपाईँको भिडियोहरू सबै हेर्न सक्नुहुन्छ र यहाँ चाहिँ तपाईँको सबै भिडियोहरू देखिन्छ र जस्तै एउटा भिडियो लिएर तपाईँले यहाँ एडिट गर्न सक्नुहुन्छ है त एडिट गरेर तपाईँको त्यो फर्स्टमा तपाईँको टाइटलहरू सजेस्ट गर्छ यही कस्तो टाइटल राख्ने भनेर होइन अनि त्यसपछि थम्बनेल सजेस्ट गर्छ अनि तपाईँको लास्टमा डिटेल छ डिटेलमा तपाईँको सबै देखाउँछ सबै तपाईँको डिस्क्रिप्सनहरू सबै हेर्न सक्नुहुन्छ अनि तपाईँको ट्याग्सहरू हेर्न सक्नुहुन्छ र यहाँबाट तपाईँले हेरफेर गर्न सक्नुहुन्छ कुनै तपाईँको चित्त बुझेन भने डिलिट गर्न पनि सक्नुहुन्छ र तपाईँको राख्न पनि सक्नुहुन्छ थप्न पनि सक्नुहुन्छ यसले चाहिँ के गर्छ भने जस्तो तपाईँले एउटा भिडियो आफूले हालेको छ होइन तपाईँको ट्यागहरू छ नि तपाईँले के आएन भने एउटा तपाईँले यसरी एउटा सर्च गऱ्यो भने यसरी आउँछ कि यसले रिकमेन्ड गर्छ कि यसले चाहिँ के गर्छ भने जुन युट्युबमा धेरै मान्छेहरूले सर्च गरेर हेर्छ नि खोज्छ नि हो त्यो किवर्डहरू चाहिँ तपाईँको यसले रिकमेन्ड गरे हुन्छ अनि तपाईँले लेख्न आएन भने यहाँ आउने अनि ड्याम एउटा आफ्नो टपिक अनुसारको होइन ड्याम हान्यो भने त यहीँ आउँछ रिकमेन्ड गर्छ अनि यहीँ ट्याक राख्ने तपाईँको यहीँबाट दिएको यो राख्यो भने पनि तपाईँको मजाले बुस्ट हुन्छ है तपाईँ माथिबाट यो आँखाको उसमा क्लिक गऱ्यो भने तपाईँले आफ्नो भिडियोहरू पनि देख्न सक्नुहुन्छ अर्को छ अप्टिमाइज पछि अर्को किवर्ड छ होइन किवर्डमा गयो भने तपाईँको जुन अहिले मेन भाइरल भइरहेको किवर्डहरू देखाउँछ होइन जुन ग्रिन देखाएको छ नि बुक्स अनि ग्रिन चाहिँ एकदम युट्युबमा अलि ट्रेन्डिङमा चलेको सर्च गरेको उहरू अनि टप किवर्ड अपर्च्युनिटीहरू राइजिङ किवर्डहरू सबै देखाउँछ है यहाँ चाहिँ यसरी र तपाईँले सर्च गरेर पनि हेर्न सक्नुहुन्छ सर्च गरेर हेरेर तपाईँको छ नि यसरी सर्च गर्ने त्यही एउटा हाउ टु इन्क्रिज द वाच टाइम भनेर सर्च गऱ्यो भने यसरी देखाउँछ यो किवर्ड चाहिँ युट्युबमा कतिको
मान्छे सर्च गरेर हेर्छ भनेर यसरी ग्रिन देखाएको छ अनि माथि छ ओभरअल स्कोर चाहिँ 100मा 72 छ होइन। सर्च भोल्युम 67। यो मेन हामीले हेर्ने भनेको चाहिँ भोल्युममा हेर्ने हो। भोल्युम हाई छ भन्दा हामीले त्यो भिडियोमा टपिकमा नबनाउने। यदि कम्पिटिसन लो छ भोल्युम लो छ भने चाहिँ ग्रिन छ, कम्पिटिसन लो छ भने यो टपिकमा चाहिँ हामीले भिडियो बनाउनुपर्छ अनि मजाले चल्छ है त, भ्युज आउँछ। यो चाहिँ युट्युबमा जस्तो छ होइन त्यो अनुसार त्यो देखाएको यसले तल किवर्ड प्रोभाइडेड किवर्ड यो किवर्डको कन्टेन्टमा भिडियो बनायो भने चाहिँ चल्छ है भनेर देखाएको यसले यसरी। अनि लास्टमा छ यसरी आइडिया छ हामीले चाहिँ यहाँबाट चाहिँ तपाईँलाई डेली आइडिया दिन्छ 3 जति होइन। यसरी आइडियाहरू दिन्छ। तपाईँलाई यदि भिडियो बनाउने आइडियाहरू थाहा छैन कसरी कन्टेन्ट कहाँबाट ल्याउने भनेर सोच्नुहुन्छ भने त्यो पनि यसरी आइडियाहरू दिन्छ। आइडियामा तपाईँले सेभ गरेर राख्नु सक्नुहुन्छ, डिसमिस गर्न सक्नुहुन्छ। यसरी आइडिया पनि लिन सक्नुहुन्छ होइन। तपाईँले कन्टेन्ट आएन थाहा छैन केमा बनाउने भन्ने सोचमा हुनुहुन्छ भने यसरी आइडियाहरू नै दिन्छ यहाँबाट। र माथि गएपछि तपाईँको सेटिङमा जानु होला। सेटिङ गएपछि तपाईँको यहाँ हरेक दिनुहुन्छ पोज, अनलाइन क्रिएटर, कम्पिटिटर, सब्सक्राइबर सबै देखाउँछ होइन। यो सब्सक्राइबरहरू चाहिँ तपाईँको यो मेम्बरसिप लिए भने मात्र यहाँको सब्सक्राइब गऱ्यो भने मात्र तपाईँले यो लिन सक्नुहुन्छ। फ्रीमै पनि दिन्छ यसले। यहाँ तपाईँको यहाँबाट टपिकहरू पनि दिन्छ आइडियाहरू यसरी दिन्छ है। भाइरल भिडियोजहरू मोर टपिक फर यु भनेर आउँछ यसरी। लर्नमा जानु होला होइन। लर्नमा गएपछि यस्तो इन्टरफेस आउँछ। एडभान्स च्याटमा चाहिँ हामीले गर्न सकिन्न होइन, मेम्बर लिनुपर्छ। हामी बेसिक च्याटमा चाहिँ गर्न सकिन्छ है। यसरी बेसिक च्याटमा गएर तपाईँको जिज्ञासा लेख्नुभयो भने एउटा क्वेसन लेख्नुभयो भने त्यो अनुसार त त्यहाँबाट एन्सर दिन्छ मजाले है त। यसरी जस्तै हाउ टु आई गेट मोर भ्युज भनेर नि। अब भ्युजको कसरी भ्युज पाउने भन्दाखेरि यसले सबै यसरी पोइन्ट वाइज यसरी दिन्छ। अप्टिमाइज योर टाइटल एन्ड थम्बनेल भन्छ होइन। अनि एन्गेज विथ योर अडियन्स भन्छ। युज किवर्ड विथ प्रमोट सोसियल मिडिया। यसरी पढ्नु होला टाइम भएपछि यसरी दिन्छ। तपाईँले जस्तो तपाईँलाई के लेख्न के सोध्न मन लाग्यो त्यो टाइप गरेर नै यसरी दिन्छ है त। अनि यहाँबाट तपाईँको यो मास्टर क्लासहरू नै लिन सक्नुहुन्छ है यसरी। यो चाहिँ एकदम चलेको युट्युबरहरूको हो होइन। यहाँबाट तपाईँ सिक्न सक्नुहुन्छ। अघि फर्स्टमा हामीले थम्बनेलको लागि यो भिडियो राखेको थियो नि, त्यतिखेर क्रिएटिङ भनेर बनाउँदै थियो नि, त्यो यसरी आएछ है। चराको हामीले चराको हालेको थियो एउटा परेवाको, अनि प्रिति बर्ड भनेर राखेको थियो। यसले चाहिँ यसरी बनाइदियो। तपाईँलाई कुन चाहिँ बेस्ट हुन्छ होइन यहीँबाट छानेर सेलेक्ट गरेर डाउनलोड गरेर हाल्न पनि सक्नुहुन्छ है। यस्तो राम्रो राम्रो अट्र्याक्सन छ नि, हेर्दै वाउ भन्ने छ नि, यसरी बनाउनुपर्छ भनेर सिकाउनु लाग्यो यो हो। अनि तपाईँको ब्याक आएर होममा गयो भने यो पर्फेक्ट च्यानल टपिक भनेर आइडियाहरू दिन्छ होइन। यो पनि खोल्नु होला टाइम भएपछि। सबै सिकाउन त धेरै टाइम लाग्ने रहेछ होइन। यस्तै हो। टाइम भयो भने मजाले हेर्नु होला। केही बुझेन भने कमेन्ट गर्नु छोड्नु होला है त। थ्याङ्क यू सो मच फर वाचिङ। भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्नु होला है त।
नछोड्नु होला। धन्यवाद।